आज म करिब मानव बस्तीदेखि 10-15 किलोमिटर दूरीमा रहेको घना जङ्गलमा छु र त्यहाँबाट चाहिँ हामी कसरी चाहिँ बचेर मानव बस्तीसम्म आउने भन्ने कुरा चाहिँ यो भिडियोमा देखाउन खोजिरहेको छु। ल म चाहिँ अब हेलिकप्टरबाट झरिसकेँ। अब चाहिँ मेरो यहाँदेखि चाहिँ अब पैदल यात्रा सुरु हुन्छ। म चाहिँ यो जङ्गलमा कसरी चाहिँ बस्ने हैन, कसरी चाहिँ यहाँदेखि चाहिँ मानव बस्तीसम्म पुग्ने भन्ने कुरा चाहिँ म बताउन गइरहेको छु। ल जाउँ हामी अब चलौँ। यहाँ पर्दा केही बस्छन् होला यो जङ्गलमा। यहाँ चाहिँ कुनै जङ्गली जन्तुहरू अथवा जङ्गली मान्छेहरू पनि यहाँ बस्छन् भन्ने चाहिँ हामीलाई शङ्का लागिसकेको छ। किनकि यहाँ चाहिँ यत्रो खाल्टो बनाएर हैन यहाँदेखि चाहिँ निकालेको जस्तो छ। यहाँ चाहिँ एकदम डेन्जर पनि छ यो जङ्गलमा। हामी चाहिँ अब अगाडि लागिहाल्छौँ। एकदम थाकिसकेका छौँ हामी चाहिँ। अब हामीले पानी अनि खाना खाने कुरा हुन्छ। अब हामी खानाको खोज तलास गर्नलाई अगाडि बढिरहेको छौँ र हाम्रो गन्तव्य पनि अब अगाडि नै छ। अगाडि बढ्दैछौँ कन्टिन्यू। हामी पानीमा आइसक्यौँ। हामी चाहिँ पानी चाहिँ यहाँ। अब चाहिँ हामी गएर पानी खानु पर्ने हुन्छ। हामीले चाहिँ 3-4 घन्टाको समयपछि हामीले पानी भेटाइसकेका छौँ। अब चाहिँ पानी खानु पर्ने हुन्छ। र मैले पानी पनि खाइसकेँ। अब चाहिँ खानाको खोजी गर्ने कुरा हुन्छ। अब चाहिँ म चाहिँ यहाँ खाना खोज्ने कोसिस गरिरहेको छु। किनकि हिँड्नलाई इनर्जी पनि त चाहियो। हो फाइनली मैले खानेकुरा पनि भेटाइसकेँ। गोटो ओ मैले खानेकुरा पनि भेटाइसकेँ। अब चाहिँ मैले यसलाई खानुपर्ने हुन्छ। यो टाक देख्नु भएको छ। यसको टाक चाहिँ यसले हामीलाई टोक्छ। यसले चाहिँ मलाई टोक्ने कोसिस गरिरहेछ र यो चाहिँ मेरो लागि एकदम एनर्जीको कुरा हो। र यसलाई खानु पर्यो भने चाहिँ यसलाई काँचै खाँदा पनि कुनै फरक पर्दैन। तर यसको चाहिँ यो यताको भागको यो फाल्देर खानु होला। यो फाल्देर खानु होला। एकदम स्वादिष्ट छ। म चाहिँ अझै खोज्ने कोसिस गर्छु किनकि मलाई बाटोमा काम लाग्न सक्छ। ओ बडावाला ठुलोवाला भेटेको छ यहाँ। यसले मलाई टोक्न सक्छ। त्यसले मलाई सावधान भएर चाहिँ यसलाई छोप्नु पर्ने हुन्छ। ओहो अघिको भन्दा ठुलो मैले फेरि गोटो भेटाइसकेको छु। मेरो लागि एनर्जी यो चाहिँ। यसको चाहिँ मैले यो टाक भाँचिदिन्छु किनकि यसले मलाई फेरि टोक्न सक्छ। यसलाई चाहिँ मैले अहिले पछि खानुपर्ने हुन्छ। हुन त मलाई भोक धेरै लागेछ। म अहिले नै खाइदिन्छु। यसको टाकहरू फेरि यस्तो छ।
यसलाई काँचो खाँदा पनि केही फरक पर्दैन, त्यसैले चाहिँ म यसलाई खोल्दै खाँदै गर्छु। यसको चाहिँ यो फाल्दिनु होला, यो चाहिँ यसले चाहिँ हामीलाई असर गर्छ। यो गु हेर्नु, यो एकदम तितो हुन्छ। यसलाई फाल्दिएर टक्क लाएर यताको यसलाई सब फाल्दिएर यसलाई एकदम भित्रदेखि सफा गरेर पखालेर यस्तो बनाएर चाहिँ खानु होला खाए पनि। एकदम मिठो छ, एकदम स्वादिष्ट। मैले आफ्नो लागि एनर्जी पनि खाइसकेँ र पानी पनि खाइसकेँ। अब चाहिँ म आफ्नो गन्तव्यतिर अगाडि बढ्नुपर्ने हुन्छ। खानाको साथसाथै हामीलाई आराम पनि एकदम जरुरी छ, किनकि यदि आराम भएन भने हामीलाई थकान महसुस हुन्छ र हामीले सही निर्णय लिन सक्दैनौँ। मैले आफूलाई चाहिने खाना पनि खाइसकेँ, एनर्जी पनि लिइसकेर मैले एकछिन रेस्ट पनि गरेर म आफ्नो गन्तव्यतिर अगाडि बढ्दैछु। जङ्गल एकदम घना छ। मैले करिब 8-10 मिटरको दूरी पार गरिसकेको छु, तर पनि अझै मानव बस्ती भेटाउन सकेको छैन। म चाहिँ आफ्नो गन्तव्य भेटाउनलाई चाहिँ म खोलाको तिरैतिर हिँड्छु, किनकि खोला चाहिँ बगेर तलै पुग्छ नि त समुद्रतिर, नदीतिर होइन। त्यही भएर चाहिँ म मानव बस्ती खोज्दै चाहिँ म तलतिर अगाडि बढिरहेको छु। यस्तो अवस्थामा चाहिँ एकदम दिमागले काम लिनुपर्ने हुन्छ, किनकि हामी यति पनि बाइचान्स मिस्टेक भयौँ भने चाहिँ हामी आफ्नो गन्तव्य दिशातर्फबाट भड्किन सक्छौँ। त्यसैले चाहिँ एकदम सोचेर सम्झेर यस्तो अवस्थामा चाहिँ फैसला लिनुपर्ने हुन्छ। केही देखिराख्यो त्यहाँ बाटो। हामी चाहिँ मानव बस्तीमा आइसक्यौँ जस्तो लागिरहेको छ, किनकि तलतिर चाहिँ बाटो छ